ल परमेश्वरी एउटा राम्रो केटी मागियो है अब त धेरै बुढा भइयो भने तपाईँको हालखबरहरू ठिक छ नि यो सिन देखाइदिउँ भनेर मात्र ल गुड मर्निङ सबैजनालाई है अलिअलि देख्दो रहेछ 5:30 मा हुन्न भन्ने हुँदो रहेछ लगभग जाऊँ नजाने जाऊँ उठ्नुहोस् उठिदिरह भने उठिस् त बाबु त तेरो निन्द त कडा रहेछ त बाबु उठिहालिस् त अहिले चाहिँ हामी यस्तो गरेर बोल कोदालीबाङमा आइसियो त्यो पछाडिको झन् त्यो तोरीबारी कि फापरबारी देखाइदिनु मन लाग्थ्यो ठ्याक्कै क्रस भयो हे जनसामुदायिक स्कुल 3 सम्म छ क्या त्यहाँको त कहाँ आजभोलि जाडो सीता हो कि सीता हो दिदीलाई फोन आने फोनै उठाएन क्या फेरि सीताराम कौडेल Benajo? कस्तो टन हान्छ र बाइकको सुत्ते सल्लाह जस्तो लाग्ने यहाँ छ
हजुर गाउँमा Dona? Basta. Gani darwang ni skot re. Dona? Ini अच्छी देखिसकेको ए खै सलिनहरू गइसकेको किन आएको त ए स्कोट माध्यमिक विद्यालय तो भन्न गइले ल हामी गाउँ फाटदेखि लगभग कति 5 मिनट जतिको यात्रामा यहाँ आइपुग्यो होइन यो चाहिँ ठ्याक्क डेस्टिनेसन हो क्या के भन्छ गाडीको स्पट राख्ने यसै माने त्यहाँ हो त्यो पूजा गर्ने चाहिँ अनि इम्मै छ है त्यो बराबताल चाहिँ ताल प्लस त्यो अनि गाउँ तीनवटा 3 चिज एकैचोटि हेर्ने भए चाहिँ निस्कोट आए हुन्छ तर 3 थिङ्स यु हेभ टु के भन्छ अलि आएन ए उहाँ पनि चाहिँ त्यही हो त्यो पुल्लो गरिरहेको यो यस्तो यो रुख छ नि डेन्जर ठुलो छ यो अनि त अहिले देखाइदिइहाल्छु त्यो तर बराबताल चाहिँ इम्मै यो रुख चाहिँ कता गयो यो रुख यही हो है यहाँदेखि कति 2-3 मिनट जति लाग्छ होला दाजु 3 मिनट जति लाग्छ त्यही हो तीनवटा चाहिँ यो त्यो गाउँ होइन बाटोहरू पनि ठिकै छ त्यस्तो नराम्रो छैन स्कुटीहरू चाहिँ सिङ्गल आउने हो भने स्कुटी मजाले आउँछ फेरि अनि अरू त त्यही हो मेरो त खुट्टा दुख्नु लागिसक्यो लाने बनाएर त अन्त मासले हजुर हिजो पनि हालेको रहेछ नि भाइ यहाँ ए साइमन सर खै त टोपी रे मिस्टर साइमन ए अमेरिकन गट ट्यालेन्टको ओहो मिठो कि मिठो बाहिर त पाउँछ भाडा त अहिले गर्ने होला कता गयो नि लिङ्गोस ओए कमलेश हाम्रो लिङ्गन समातिएर त्यहीमै ए ल दिनुहोस् दाइ दिनु साइमन दाइ ए साइमन सर आउनुहोस् पछाडि हिँड्नुहोस् यो के खाने खास त यार
यो हो खाने साइमन सर ओ साइमन सर पक्नुहोस् के यार अनि पक्कै तेरो म एउटा फोटो खिच्छु है ए परे खिचौँला है तेरो कोट मन पऱ्यो क्या मलाई त हिउँतिर खेल्ने जस्तो ओ यार पक्छ बाबु यस्तो मसिनो सिस्नु के खानी सिस्नु खानुपर्छ वाह 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 दिस झोपा छ यहाँ फेरि लौटा प्रवेशद्वार प्रवेश ओहो पाकिसक्यो के हो पाकिसक्यो र दाइ बाजे कतिखेर म अलि अघि आएर बल्ल त्यो मनोमो उरी के बनाउँदैछौँ भन्छ हजुर गाडीमा आएन र गाडीमा बाजे गाडीमा होइन यसो छिर्ने बाटै छिरौँ भनेर प्रस्थान गऱ्यौँ है हामी एकचोटि घुम्ने कि कतिचोटि घुम्ने हो कतिचोटि घुम्ने हो कर्रा निसेर अरे एकचोटि घुम्ने होला नि घुम्ने हो क्या ओ कति पूजा भयो ओ बाबा घुम्ने होइन र एकचोटि चाहिँ घुम्ने ए बाजे नमस्ते बाजे त हिजै आउनुभयो रहेछ हो एकचोटिमा कति पूजा आउँछ भर 13 4 17 ए यसको छेउमा 11वटा यसको छेउमा 11वटा कहाँ राख्ने त्यो ठान त्यसले चलिन्छ म त एक्लै टाक्क भयो जस्तो फिल गरेँ ओहो पत्ता बनिमा भयो पत्ता थप्यो ल लिङ्गो गाड्नु यता बाबु लिङ्गो गाड्को गर्दै त हल्का तिखारेर गाड्यो भने यो देखाइदिन्छु म साँच्चै देश लुक एट दिस कति वर्ष पुरानो रुख होला यो कति जुनी कति शताब्दी भाइ के धानै उठेको अब यस्तै भयो त नि ओ बाजे यो सिन देखाइदिन्छ कस्तो सिन भने उतापट्टि मात्रै देख्छ कि खास हो यो क्या यो हल्का डार्क गरेर किरण के यस्तो मिठो किरण देखिन्थ्यो देख्दै ए यस्तो गरेर देख्दो रहेछ त यो लु पहिला कति हाल्नुहोस् त ल्याउनु कति बाँकी छ र यहाँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 ल 18 त यहीँ रहेछ उहाँ कटिङ भइसक्यो अन्त कति 25
2500 त्यस्तै लाग्यो मलाई नि यहाँको यो सिन अझ अर्को हो यो किरण के यो घाम अझ यता हुँदाखेरि दामी देख्छ कि यो साइडबाट यस्तरी लाग्ने किरण टेङ्गर देखाएर रहेछ डेन्जर ठुलो छ यहाँको यो एउटा यो चाहिँ यो साँडा चाहिँ म थम्नेलमा राखेको साँडा त्यही हो थम्नेलमा त्यही राखिदिन्छु उहाँ छ गर्मी भएर यसो भाडा खाली भयो भने बिहान हालिरहन् त तपाईहरुले भन्न बाँकी कुरो चाहिँ ओहो हेलो दाइ हेलो नमस्कार आराम हुनुहुन्छ कहिले आउनुभयो अस्ति आएको अस्ति रे कतिवटा धल सकाउनु 12 त जान्छ होला त्यत्रो धलो र ओहो मामा रे नमस्ते आराम हुनुहुन्छ हजुर ठिक छ कति आराम आउनु के अस्ति आएको ए हजुर यहाँ चाहिँ अघि भर्खर यस्तो मुख चाहिँ खतरा छ तर ओ यता हेर त ए बवाल छ है इजन्ट इट ओहो चला सर वेलकम है अक्कल पुरा रहोस् त्यो यहीँमा मसिना छ सिक्नु अरे हटिना त टिपेर खाने छ मसिना छ त्यो धेरै सिक्नु अरे हटिसतिर टिपेर खाने मिठो होला त्यही त एक पुजारी दुई पुजारी तीन पुजारी अनि आई एम अल्सो पुजारी चार पुजारी ककट्टा बनाउने भरे कतिवटा आएर बनाउने साल भयो के यो कुप्पी कता बनाउने सेतो चाहिँ ठाडे 5 वटा हैन अनि बेसारको चाहिँ यस्तो माथिबाट 4 वटा 5 र 4 नि अनि यो चाहिँ कपनी चाहिँ कपनी चाहिँ दुईटा एउटा यो चढाउने अनि एउटा चाहिँ नर्मल ओके उता साइडमा अहिले ल्याउने के अहिले ल्याउने तर लिम्बूको छेउमै राख्यो भने अहिले चिन्न सजिलो बोका र लिङ्गु सँगसँगै ल्याउने हो अनि यो चाहिँ मिठो छ नि वेट कतिको छ वेट त छैन भाइ भाइमा एक सटकन तेह्रै हान्ने भयो त अनि म त अलि यता के यता हो त यस्तो मिठो छ यार तर है छोए काट्छ त अनि तर म चाहिँ नहान्ने साथमा किराको लाफहरू नगरौँ भन्ने यहाँ चाहिँ पात्रो हेर्ने ठाउँ फेरि लास्टै गाडी हुन्छ कि
डेपो तान गर्नु डाइनिङ तान गर्नु माथि ढोरो कुटाइदिने भने यो अब यस्तो मल गराइदिन्छौँ न उसले त्यो फ्याट जम्मामा हाल्लाई अझ भनेर नै भयो यसको पातो बाहिरपट्टि देखिनु पर्ने किन्न पनि ठिकै यो सरे छैन किन्थ्यो होला सिङ बान्दैछु त्यो पनि एउटा सेतो बरालाई एउटा सेतो कलर सुरुमा चाहिँ बडा है पछि सेकेन्ड क्लास भूमेलाई एउटा रातो सेतो झाँडीलाई एउटा ए ठिक ठिक फर्स्टमा त्यहाँ गरेर यो सेकेन्ड लड है सेकेन्डको यो बनास खाने यो बनास खाने है यो चाहिँ के को पूजा मालिका है मालिका मालिका उहाँ मालिका उतातिर बागलुङको कालिका देवी मालिकालाई सम्झौँ कालिकालाई यो कालिका हो यो किरण के यस्तो रहेछ यो रातो सेतो नि रातो सेतो चाहिँ ओलीलाई हो पहिले पूजाले देउता बनाउनु हजुर देउटा पाडालाई यो सेतो हाम्रो पाडालाई यो चाहिँ देउरालीलाई हो भुस्केस के मागिस् त यो परमेश्वरी एउटा राम्रो केटी मागियो है अब त धेरै बुढा भइयो कमेन्ट भरि हाल्ला त्यसले त रेडी रेडी गेट सेट गो वाउ साह्रो हान्नै पर्न छ कि नि वाह प्लेस टु मुन्न लाग्यो जस्तो देखिरहेको वाउ त हत्या हिंसा भयो यो हो कि मैले भन्नु खोजेँ साँच्ची त यार यस्तो दामी हेर त बाबु किरण पाँचजनाको 50 त्यहीँ अघि उठाउँदै थियो 31 पूजा भयो कि आज है त ल टेस्ट कहाँ कति घन्टा भनौँ न जे 12 घन्टा ए कहाँ 12 घन्टा हुन्छ धेरै खानु सुरु भइसक्यो ठीक है
कहाँ गयो त ओहो मिठो लाएर बस्नु भएको छ उहाँ यो सिन मिठो लाग्यो त्यही भएर अनि के छ नि तपाईँको हालखबर ठिक छ नि यो सिन देखाइदिउँ भनेर मात्र ल बाई सिन क्या सिन पछाडिको अनि उहाँ त अनि फेमस हुनुहुन्छ नि त अनि त्यही भएर त डाँडामा बसेर ठ्याक मिठो सिन छ जम्न हात नि टिटो गाउँछ काम नि त्यस्तै गर्दा अक्षय कुमार जब आउँछ स्कुल कम्पनी का मालिक आउँछ जान्कै न एक गिलास खाएर आउला Chilling at the cookout, grab a plate. Got ribs, got wings, I just can't wait. Bum says the sun says goodbye. Now throw your hands up if you feel this breeze. West Coast vibing got you weak in the knees. Low riders bouncing with the funk turn high under neon skies, man. We're feeling fly. Cruising, grooving on that West Coast ride. Say barbecue flames and the ocean tide. Let me hear you catch a vibe, keep it. तेरे पिरो मिठो पिरो जौको आटो सेम भात हुँदो रहेछ त नि खानु पनि सकिन्छ है पिरो रहेछ सिप लाने त उठाउने ए बोरा है यहीँ फाल्ने रहेछ नि त यार बोरा छैन फाल्नु पर्ने भाइ ए ल भाइ बिस्तारै जाउँ भाइ जोस् अब 10-15 मिनटमा जाऊँ ल सकिने लौ त अब हामी लागेको भन्ने क्या कहाँ त
यो सिन चाहिँ बबाल छ यो चाहिँ Full moon, shining, streets come alive. Candy paint gleaming, yeah, we thrive. Ooh yeah, boombox pumping, let the good times roll. दर्शन गरे हल्का निउरेर नफाल्दे नगरे साइमन सर हजुर ए हस् बजे हुन्छ ल पहिला पालि दुःख पाइएको थियो अरे यो पालि पनि कस्तो दुःख पाउनु भयो रहेछ हजुर ओ आयो हजुर उठेर होला नि बजे उठेर होला हो यतै उयो यिनीहरू उड्ने जतै ठुल्ठुलो होला यो ल बजे जान्छौँ समान्न सहजस् बाबु सहजस् सक्छस् पहिला म चढ्छु अन्त चढ है ठुलो रहेछ तर यहाँ छ अर्को त ठुलो कलर वाउ वाउ Video kemana ya? Video ke Bukit Laknya. Coba pani टन जाने र Ayo ni cuma tinta yang terbuat ini. डुब के जेठा गुरु जैसी माइला लप्पर पाड़ जैसी कांचा कमर जैसी